ज्ञानेन्द्रले के गल्ती गरेका छन् र नेपाली जनताले बुझ्दै नबुझिकन ज्ञानेन्द्रले के गरे भने ज्ञानेन्द्रले के गल्ती त शेरबहादुरले गरेको हो नि। दण्ड त शेरबहादुर नेपाली कांग्रेसले पाउनु पर्ने नि। गल्ती चाहिँ संसद विघटन शेरबहादुरले गर्ने, गिरिजाले शेरबहादुर लड्ने, गिरिजाले शेरबहादुर लडेपछि गिरिजाले शेरबहादुरका दुईटा सांसद चोरहरूलाई चाहिँ अविश्वास प्रस्ताव दर्ता गर्ने, अविश्वास प्रस्ताव दर्ता गरेर चाहिँ गिरिजा प्रधानमन्त्री नहोस् भनेर शेरबहादुरले भोलि चाहिँ अन्तरिम चुनावको घोषणा गरे राति 12 बजे। घोषणा गरेपछि संविधान अनुसार 6 महिनाभित्र नयाँ चुनाव बनाएर नयाँ सरकार बनाउनुपर्छ। चुनाव गराउन सकेन, 1 वर्षभित्र चुनाव गराउन सकेन, देश सङ्कटमा गयो। देश सङ्कटमा गइसकेपछि अनि राजालाई चाहिँ देश सङ्कटमा धारा 127 परिचालन गरेर अब मैले सकिनँ 127 परिचालन गरेर राजाको टाउकामा फालिदियो। राजाले चाहिँ प्रधानमन्त्रीले चुनाव गराउन नसकेको, राजाले म 2 वर्षभित्र चुनाव गराएर सक्छु भनेर चुनाव गराउन थाने गाईको त चुनाव गरे। अब संसदको चुनाव गराउने बेलामा आइसकेपछि फेरि राजा निकाल्ने काम गरे। राजाले चाहिँ कु गरे भन्न थाले, राजाले चाहिँ प्रतिगमन गर्न थाले भन्न थाले। अब गरेको राजाले गरेको होइन, गरेको शेरबहादुरले हो। राजाको आलोचना गर्ने, त्यो आलोचनाको पछाडि हाहा गरेर अमेरिका लाग्ने, त्यो आलोचनाको पछाडि हाहा गरेर इन्डिया लाग्ने, कुरै नबुझिने अमेरिका र इन्डिया पछाडि लाएर गलत काम गरे। इन्डिया र अमेरिकाले भनेपछि नेपाली जनताले लालमरिया हुन्छ हो। राजा